छान्ने नि आएको यही बस्नु पर्ला पछि कति अग्ला घर हुन् कति धेरै गाडीहरू हुन् गाई गोरु नै पाउँदैन फटा मान्छे नै उनीहरू भोगला जस्तो भयो किनाहरू सुक्खै पाइन्छ कि पो जानु पर्ने खोइ को हुन्छ होला एउटा अंक गाउँतिर त फिनाहरू बिस्कुट पाइन्छ यता पाइन्छ कि नै छैन धेरै पाइँदैन अरू बिस्कुट त होला नि किन होइन अरू तपाईँको पाउनु छ कपहरू त्यस्तै एउटा दिन त पाकेट ल्याएको 5 रुपियाँ नि 5 रुपियाँ जान्छ आउने त्यसलाई कतिजना छ 15 जना दिन एउटा 15 रुपियाँ त अति महँगो भयो हाम्रोतिर 5 आँटा अब के गर्ने अब यस्तै छ त्यही पनि भेट्न गाह्रो छ कति कति भन्ने 15 भन्नु 20 आएर भइहाल्छ म 5 रुपियाँ तल लागेर पानी खान्छ नि चियासँग खाएर जान्छ पैसा छैन गाउँबाट आएको गएँ हजुरको घर पनि उतै दुर्गातिर हो कि यस्तो लाग्यो भइहाल्छ मेरो सिनेमा सिन्नेपाल त घरका त पूर्व कुनै भयो ए ल ल ल होला साउजी ढोला बिचेर गएको छु मैले लिएर गएँ है नदीसँग पानी पाइन्छ भाइ हुन्छ भाइ भाइ पानीको पैसा पानीको किन पैसा पर्छ भाइ पानीको त पर्छ नि भाइ पैसा कस्तो किन नखानु तल गएर कहाँबाट आयो फेरि पाखे हेरेर हिँड्नु सक्दैन हेरेर हिँड्दा अहिले एकदम अझ मुखमुख लाग्छ यस्तो पाखे ठाउँ कुराउनु भएको पानी त फोहोर छ अब त्यत्तिकै खानु पर्ने हो बिस्कुट पो कसरी हो गुलियोहरू खाँदै है कहाँ जानु होला के भयो चौकीमा हालौ यहाँ गर्न नमिल्यो यहाँ गर्न नमिल्यो हुँदै नमिल्यो त्यसरी यहाँ दस यहाँ फोन गर्न मिल्छ मर्ने बेला भयो मर्ने सकेँ म कहाँ जानु होला स्वर्ग पुगेको जस्तो भयो टोइलेट त यहाँ पो रहेछ को आएछ यतिखेर
मेरो नाम चाहिँ भोगबहादुर खत्री हजुर। जुम फ्रेसर प्राविधिक जुम्लाको चाहिँ नेपालीको शिक्षकको हजुर 3 कक्षामा पढाउँछु। मलाई यो लागेर मजाले भइसकेको छ हजुर। यहाँ तपाईँको टोइलेट लेखाएर छ, त्यही भएर म यो लिएर आएको हजुर। साला कहाँबाट आएछ यो पाखे? अर्का घरलाई टोइलेट लेखेर टाँसेको टोइलेट पो भन्दो रहेछ। ए भाइ लाज लाग्दैन? हावादारी कुरो गर्छौ, यो मेरो घर हो। कति आनन्दको काम हजुर, घरैमा बसी बसी पैसा हुने पो। ए भित्र नआउँदा बाहिर आइज आज त बनिने भनेको कोही पनि मान्छे आएको छैन जस्तो छ हजुर। कहाँ छ यो टोइलेट चाहिँ? ए साला पाखे कहाँबाट आएछ यार यो? कहाँ रे तेरो घर? जुम्ला साला, जुम्ली जुत्रे साला। तँलाई यो मैले चाहिँ नि भाडामा यो भाडामा टोइलेट लेखेर भाडाको लागि छ भनेर भनेको तँलाई टोइलेट जस्तो लाग्यो? खुलको बाहिर गयो साला जुम्ली जुत्रे। ए कान्छा यहाँ बाहिर आइज। यो साला यो झुत्रे पाखेले लास्टै डिस्टर्ब गर्छु, यसलाई बाहिर निकाल्दा आइज। त पाके फिराइस अघि भर म पुनः लगाएर पठाएँ होइन नि। हजुर म आफै जान्छु। सम्पत्तिको धाक लाउने त के अरे सहरका मान्छे हुँदो रहेछन्, हामी त गाउँको मान्छे पऱ्यौँ। हामीलाई सम्पत्ति भन्ने कुरो के हो थाहा छैन। हामी अरूको दुःख बुझ्छन् हाम्रो गाउँतिर, तर सहरका मान्छे स्वार्थी हुँदो रहेछ। आफ्नो स्वाभिमान बिर्सिन्छन् गाउँबाट सहर आएर मान्छेले। तर म आज एउटा पाठ सिकेर जाँदैछु हजुर। गाउँभन्दा सहरभन्दा गाउँ धेरै बेस हो हजुर। गाउँका मान्छेमा स्वार्थ भन्ने भावना हुँदैन हजुर। तपाईँहरू जस्तो स्वार्थी हुँदैन। आफ्नो अर्को एकजना मान्छे बाटोमा मरिरहेको पनि तपाईँहरू हेरिरहनुहुन्छ। यहाँका मान्छे अरूलाई दुःख दिन पाउँदा उनीहरू खुसी हुन्छन्। तर हाम्रो गाउँतिरका मान्छेहरू भनेको अरूलाई सुख पुर्याउँदाखेरि उनीहरू एकदम खुसी हुन्छन्। म आफूलाई बदल्ने प्रयास गर्नु होला हजुर। हजुरहरू जस्तो स्वार्थी मान्छेको सहयोग चाहिँदैन हजुर मलाई। म आफै कतै गरेर व्यवस्था गर्छु।